होला मनिषाजी स्वागत छ। हुन्छ दाइ। पुनः फेरि छोरी बोकेर आउनुभयो, हिम्मत गरेर आउनुभयो। हजुर हजुर हजुर। मनिषा राई र मौसम राईबाट तपाईको श्रीमानबाट जन्मिएको छोरी कति वर्षको हुनुभयो उहाँ चाहिँ? ठ्याक्कै 2 वर्ष पुग्नु लाग्यो, 22 महिना। अहिले 22 महिना। हजुर हजुर 22 महिनामा छ। यता हेर छोरो, उता हेर छोरो। धोका दिन्छ जस्तो लागेको थियो तपाईलाई जिन्दगीमा? मलाई लागेको थिएन नि दाइ, धोका दिन्छ भनेर त 10 मनमा 1 मन पनि सोचेको थिएन नि। आँखै चिम्लेर विश्वास त गरेको हो, उबाट विश्वासघात भयो भनौँ न। घात हुँदै आयो। दर्शक पनि हामी यति बेला चाहिँ मनिषा हिम्मत गरेर चाहिँ छोरी र नानासँग आउनु भएको छ। हामी सँगै रहनु होला। नाना नमस्ते। नमस्ते। ठ्याक्कै शुभ नाम? मेरो रबिना राई। आज बिरुलेको बिरुवामा चाहिँ बहिनीको पीडा लिएर आउनु भयो है। धेरै दुःखको कुरा सुनाउनु भयो मनिषाले। यसरी बहिनीले चाहिँ धोका पाउँछ, ज्वाइँले धोका दिन्छ जस्तो लाग्थ्यो तपाईलाई जिन्दगीमा? अब सुरुमा त लागेको थिएन, अनि पछि त मलाई त लागेको थियो यो मान्छे एकदमै गलत हो भन्ने लागेको थियो त्यति बेला सुरुमा आउँदै। अनि उसको त्यो हाउभाउ बोलेको त्यो बोलीहरू सुन्दाखेरि यो मान्छे एकदमै गलत हो जस्तो लाग्थ्यो के मलाई त्यो जमानामा। 79 सालतिरको कुरा है, 79 मा। हजुर ठ्याक्कै। अनि भने पनि मैले यो मान्छे गलत हो, एकदमै गलत छ, योसँग चाहिँ अब बिहे नगर, विश्वास नगर भन्दाखेरि अब के भन्ने हो त्यस्तै ललाई फकाइ अनि एकदमै फेरि त्यो इमोसनल ब्ल्याकमेल गर्ने के यसलाई चाहिँ मनिषालाई। म मर्छु, तैँले मसँग विवाह गर्ने छ भने झुन्डिन्छु, औषधि खान्छु, बिख खान्छु, झुन्डेर मर्छु भन्ने। अनि मेरो यो दुनियाँमा कोही छैन, मेरो बाउ पनि मरेको, आमा पनि मरेको, राम राम राम, मेरो केही छैन, संसारमा मेरो कोही छैन, म एक्लो हो भनेर त्यस्तो खालको त्यो एकदमै इमोसनल ब्ल्याकमेल गर्ने के। त्यति बेला मनिषासँग चाहिँ कुरा हुँदाखेरि, प्रेम बस्दाखेरि भनौँ न, यसलाई चाहिँ त्यसो भन्ने। अनि त्यहाँदेखि मैले अब त्यसरी यो मान्छे एकदमै गलत जस्तो छ। अब यो त त्यो गाउँमा सानो हाम्रो स्कुल छ, स्कुलमा अब पढाउनु जाने, अनि पढाउनु गइसकेपछि चाहिँ उसको ड्युटीमा गइसकेपछि मैले त कति देख्थेँ क्या त्यसलाई। अब एउटा घरमा बसेपछि होइन, अनि यो स्कुल गइसकेपछि ऊ चाहिँ स्कुल गएपछि चाहिँ ऊ चाहिँ अब घरको कता घर पछाडि अनि बारीको यस्तो भित्ताको फेदतिर बसेर अब कोसँग एकदम उयो गोप्य कुरा गरिराखेको हो, फोनमा बोलेको गर्ने। अनि त्यहीँ आसपासमा छेउमा अब उसको फोन आयो भने पनि अहिले होइन, अहिले फोन नगर्नु त्यसरी भन्ने। तपाईँहरूको छेउछाउमा फोन आयो भने त्यस्तो कसरी आइपुग्यो त तपाईँको बहिनी मनिषालाई विवाह गर्न यसरी झुक्किएर मौसम राईले? अब त्यो त उनीहरू फेसबुकमा भेट भएको रे। मौसम के थरी राई अरे? माङपाङ राई है। पछि माङपाङ राई माथि 5 थरको मिक्लाजुङमा पनि रहेछ होइन? मिक्लाजुङ 6 नम्बर होइन? 6 नम्बर। तपाईँ यता इलामको देउमाई नगरपालिका वडा 8 मा। इमोसनल ब्ल्याकमेल त धेरै गएछ, माया प्रीतिको कुरा धेरै गरेको, उहाँले गरेको एकदमै धेरै गरेको। तपाईँ पनि माया प्रेममा फसिहाल्नु भयो। कति वर्षको हुनुहुन्थ्यो त्यति बेला? सानै हुनुहुन्थ्यो होला? म सानो भन्दा नि त्यस्तो धेरै सानो होइन दाइ, म एज होइन, ठिकैको थिएँ। तर पनि उहाँले मेरो कोही छैन, हो त्यसै उहाँ नानाले भने जस्तै मेरो कोही छैन, म एक्लो मान्छे हो, म सबैको परिवारबाट पनि हेला भएको भन्ने है। अनि त्यस्तो भनेपछि त अब माया लाग्यो नि त के दाइ, अब कोही छैन, कसैले पनि नबुझ्ने रहेछ, नहेर्ने रहेछ भन्ने भयो कि एकतर्फी। त्यो भएर त्यतिकै बोल्दा त्यस्तो भयो कि माया बसिगयो। हजुर भएछ। छोरीले कहिले बाबा खोज्छ, मौसम माङपाङ राईलाई खोज्छ कहिले? हजुर कहिले पापा बोलाउँछ। पापा चाहिँ बोलाउनुहुन्छ? पापा बोलाउँछ। मन दुख्छ होला मनिषाको त्यति बेला? कति अब पापाले वास्ता गरेको छैन, अब छोरीले बोलाउँछ त्यति बेला किन मन दुखिहाल्छ नि। यसरी तपाईँले धोका दिन्थ्यो जस्तो लागेको थियो कहिले जिन्दगीमा? थिएन, धोका दिन्छ भनेर जानेको भए उसँग म रिलेसनमा पनि बस्दिनँ थिएँ, बिहे पनि किन गर्थेँ र बिहे? मैले झन् बिहे नै नगरौँ मैले भनेको थिएँ। तपाईँले चाहिँ विवाह दर्ता गरेर मात्रै विदेश जानुहोस् है भनेर भन्नु भएन त्यति बेला? मैले भनिनँ त्यति बेला चाहिँ, मैले भनिनँ, किनभने मैले विश्वास गरेको थिएँ नि त, ऊ राम्रै मान्छे होला भनेर विश्वास गरेको थिएँ। त्यस धेरै नै दुःख अनि धेरै नै पीडाहरू मैले खपेको छु। मैले काठमाडौँको पेटी गल्लीमा म कार्टुन ओढेर पो सुतिनँ कि भन्ने। अब त्यस्तो मान्छेले त अब के विश्वासघात गर्छ भनेर त मैले सोचेको थिइनँ के दाइ। तर पछाडि त्यसरी अब मैले थाहा पाउँदै गएँ होइन, उसको ब्याकग्राउन्ड होइन त्यसरी थाहा पाउँदै गएँ। अनि उसले पनि व्यवहारहरू त्यसरी देखाउँदै गयो। त्यो भएर चाहिँ मेरो विश्वास अलिकति टुट्दै गयो के।
अनि अहिले आएर चाहिँ यस्तो भयो जस भनौँ न। छोरी कसरी हुर्काउनु भयो, कसरी बढाउनु भयो? 2 वर्ष 22 महिनाको पाउने 2 वर्षको बनाइसक्नु भएछ है। 2 महिना पछाडि त 2 वर्षको पनि हुने रहेछ। कसरी हुर्काउनु भयो छोरी? त अब कसरी हुर्काए भन्नु दाइ है, मेरो एकजना एक्लो आमाले कसरी हुर्काए होला। सुत्केरी नभनी गएँ स्कुल पढाउनु होइन। 1 महिनाको बोकेरै गएको पानी झरीमा। सरकारी स्कुल कि निजी पढाउनु? निजी नै हो। तर पनि अहिले आएर कस्तो विश्वासघात गर्दाखेरि मलाई चित्त बुझेको छैन। पुरा भयो होला अब श्रीमानले यसरी धोका दियो मनिषा कान्छी अब मिडियामा जाऊ खोज्नुपर्छ भन्ने माइतीमा पनि दिदीबहिनी नि कुराकानी भयो। हजुर भयो भइरै आएको। हजुर म विरोध लिम्बू दाइको मिडियामा जान्छु खोजेरै छोड्छु भन्ने। हजुर मैले त्यतिकै म छोड्दिनँ, म खोजेरै छोड्छु, भेटेरै छोड्छु। र उसले किन यसो गर्यो, उसले के अरे छोरीको लागि के हक अधिकार दिनुपर्छ त्यो दिएरै छोडाउँछु भन्ने हिसाबमा म आएको हो। ठिक छ, हामी पनि सम्पर्कमा ल्याउँछौँ तपाईँको श्रीमानलाई। मैले अलिकति मनिषा अगाडि ल्याएँ। दर्शक पनि हामी सँगै रहनु होला। इलामको देउमाई नगरपालिका वार्ड नम्बर 8 निवासी मनिषा राई 22 महिनाको छोरीसहित उहाँ चाहिँ हाम्रो मिडियामा आउनुभएको छ। नानालाई पनि ल्याउनु भएको छ, माइली नानाले पनि सबै कुरा भन्नुभएको छ। नानाले मनिषा भन्नुहुन्छ मेरो श्रीमान जसरी पनि निस्किनुपर्छ विरोधाई। मौसम माङपाङ राई हो, 5 थरको मिक्लाजुङ गाउँपालिका वार्ड नम्बर 6 निवासी मेरो श्रीमान। अहिले विदेशमा मैले पठाएँ चाहिँ दुबई पठाएँ, 2 लाख ऋण काटेर मेरो गलाको सिक्री पनि मैले बेचेर उहाँलाई चाहिँ दुबई पठाएँ। तर धन कमाएर छोरी र मलाई हेर्न आउँछन् होला भनेको, तर उनी काठमाडौँ आउँदा नआउँदै उषा लिम्बूसँग उनी टिकटकमा रमाउन थाले। अहिले उषा लिम्बूले पनि उषा राई आइडी बनाएर चलाइरहेको छ। उहाँहरू दुवैजनाको भिडियो आउँछ टिकटकमा, मन दुख्छ भन्नुहुन्छ। टिकटकमा भिडियो आउँदा मन दुख्छ? दुख्छ, किनभने उषालाई पनि मैले कन्फर्म गराएको हो होइन है। मेरो श्रीमान हो, आऊ कन्ट्याक्टमा आऊ, मैले इनबक्समा कुरा गर, तिमीलाई म सबै डिटेलली बताउँछु भन्दा पनि उसले मेरो कुरा सुनेन दाइ होइन। अब मौसमकै कुरा सुनेर होला सायद दुईजना अब अहिले रमाइरहेको देखिरहेको छु, त्यो भएर म तपाईँको सामु आउनु बाध्य भयो के दाइ। मलाई यहाँ मिडियामा आएर सबै मेरो पारिवारिक कहल मलाई सुनाउनु मन थिएन दाइ के, किनभने अब हजुर अब दुनियाँलाई देखाउनु मलाई पनि रहर थिएन। जिन्दगी फिल्म भइरहेछ हो कि होइन त दाइ होइन। जिन्दगी फिल्म छ, अब यति भनेपछि त संसारले हेर्छ नि त। जिन्दगी विचित्र छ दाइ। म बाध्य भएर चाहिँ यहाँ हजुरकोमा आएको हो। कार्यक्रमको लगभग अन्तिममा छौँ। मैले नानालाई अलिकति बिचमै ल्याएँ। नाना, ठ्याक्कै तपाईँको ज्वाइँलाई हामीले मिडिया मार्फत के गरौँ अथवा के गरिदियोस् के गरिदिनुहुन्छ होला जस्तो लागिरहेको छ। यति बेला बिरु लिम्बूको मिडियामा आउनुभयो, ज्वाइँ खोज्दै तपाईँहरू। धन्यवाद भाइ। अरू त अब के भन्नु र, मैले त अब यसले नानीले पाउनुपर्ने अधिकार पुरै पाओस् अनि बहिनीले पाउने पनि अधिकार पाउनु पर्छ। त्यही कुरामा तपाईँहरू आउनु कुरा हो। नगर्दैन छोरो यता ल्याउनु न। को घर त 5 थरको मिक्लाजुङ गाउँपालिका नम्बर 6 मा रहेछ। त्यो त मनिषालाई लगेर कहिले गएन? कहिले लगेन, मेरो घरै छैन भन्छ। मेरो कोही छैन, म त सुकुम्बासी हो भन्ने। जहिले त्यो भने एकदम इमोसनल ब्ल्याकमेल के, जोसँग बोले नि त्यस्तो भन्ने। अनि अब घरै नभएको मान्छेले कहाँ लैजाला त भन्ने। अब हामीमा पनि अब घर नभएको मान्छेले अब कतिले त घर नभएकै मान्छेले पनि महल बनाएर बस्नु सक्छ नि। हो त दुःख गरेर हैन 10 नौना खियाएर त महल बनाउन सकिहाल्छ नि। तेरो घरै रहेनछ, मेरो बहिनी नलैजा भन्नु भएन मैले। माया प्रेम बसेको 5 वर्ष माया प्रेम बसेको छ 5 वर्ष। त्यस्तो हेला पनि उलाई गरेकै होइन। हेला हाम्रो परिवारले कहिले पनि हेला रूपले हेरिन। ससुरालीबाट मौसमलाई तपाईहरुले कहिले हेलाउँछ? हेला गरेको होइन। फेरि हाम्रो परिवारमा फेरि त्यस्तो नेगेटिभ सोच्ने परिवारमा कोही पनि हुनुहुन्न। बुवा आमा, हामी दिदी बहिनी, अब दाजुभाइहरू सबै जो जति हुनुहुन्छ। बुवाले त झन् अब उले बोलेको बोल्दा बोल्दै भइ पनि नि त। अनि नत्र भने त यस्तो अरूतिर हो भने त को आयो कस्तो मान्छे आयो भन्ने हुन्छ नि त। फेरि मेरो साथी है, मेरो आफ्नो है भनेपछि कहिले त्यस्तो गर्नु भएन के। बाबाहरूले बुवा माइतीले पनि त्यस्तो नेगेटिभ सम्झिनु भएन, आफ्नै सम्झिनु भयो नि त। अनि त्यही भएर उसलाई एकदम सजिलो भयो क्या फसाउनुलाई। ठिक छ, नानालाई हामीले उतै पठायौँ। अब मनिषासँग अन्तिम कार्यक्रम गर्छौँ। दर्शकले हामी सँगै रहनु होला। मनिषा छोरी, 2 वर्षको छोरी, 22 महिनाको छोरी र माइली नानासँग मिडियामा आउनु भएको छ। र हामी अब उहाँको श्रीमान, हराइरहेको श्रीमान, 2 वर्ष अगाडिबाट हराइरहेको श्रीमान दुबईमा गए। दुबई धन कमाउन मनिषाले पठाए। हराएको कति दिन भयो मनिषा श्रीमान? ठ्याक्कै ऊ कन्ट्याक्ट बिन भएको चाहिँ सायद 1 महिना हुन लाग्दै।
दुवै धन कमाउन मनिषाले नै आफ्नै श्रीमतीले चाहिँ देउमै नगरपालिका वडा 8 पानीटारदेखि केही तलबाट चाहिँ मनिषाले पठाउँछन् श्रीमान मौसम माङपाङ राईलाई। पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा 6 हो घर भन्नुहुन्छ अरे। उहाँ अहिले काठमाडौँ आएर चाहिँ अर्कै संसारमा हुनुहुन्छ वीर दाइ। कन्ट्याक्टमा ल्याइदिनु पर्यो भनेर उहाँ नानासहित आउनुभएको थियो दोस्रो पटक र मौसमजीलाई हामी कन्ट्याक्टमा आइदिनको लागि हामी अनुरोध गर्न चाहन्छौँ। मनिषाजी उहाँको डकुमेन्टहरू हेर्नुभयो तपाईँले? ठेगाना कहाँको रहेछ उहाँको पासपोर्टमा अथवा उहाँको नागरिकताहरू देखाएन? नागरिकता देखाएको छैन अहिलेसम्म देखाएको छैन। पासपोर्टहरू देखाएको छ कि छैन? भनेपछि मिक्लाजुङ गाउँपालिका वार्ड नम्बर 6 मात्रै भनेर उहाँले भन्नुभयो। हजुर हजुर, अरूबाट पनि मैले बुझ्दाखेरि वार्ड नम्बर 6 चाहिँ वार्ड नम्बरै छ, मिक्लाजुङ 6 भनेको छ। ए मिक्लाजुङ 6 भनेर भनेको। ए नागरिकता चाहिँ छ, नागरिकता ल्याउनु भएछ हैन? कसले दिएछ फेरि मलाई त थाहा थिएन। ए अरेन्द्र कुमार राई हैन? हजुर अरेन्द्र कुमार राई। गाविसा लिम्बा चाहिँ स्थायी वासस्थान चाहिँ उहाँको गाविसा लिम्बा रहेछ, पुरानो 5 स्तर रहेछ हैन? वार्ड नम्बर 2 लिम्बाको रहेछ है पहिला। हजुर, उहाँको बाबाको नाम चाहिँ वीरबहादुर राई रहेछ। अरेन्द्र कुमार राईको चाहिँ बुवाको नाम 5 स्तर लिम्बाका मान्छे रहेछन् र अहिले चाहिँ मिक्लाजुङ गाउँपालिका वार्ड नम्बर 6 भएको। हजुर छ हैन त? र उहाँ चाहिँ धन कमाउन चाहिँ दुबई मनिषाले नै पठाउनु भयो श्रीमतीले नै। अहिले 1 महिना भयो काठमाडौँ आएर चाहिँ उहाँ फरार रहेको, सम्पर्कविहीन रहेको भनेर हामीसँग मिडियामा आउनुभएछ। कार्यक्रमको लगभग अन्तिममा छौँ। मनिषाजी श्रीमानले पनि भिडियो हेर्नु भएको छ, अघिल्लो भिडियो पनि हेर्नुभयो, यो दोस्रो भिडियो पनि हेर्नुभयो, धेरै भिडियोहरू हेर्नु भएको छ। अन्तिममा के भन्न चाहनुहुन्छ? अब म अन्तिममा के भन्छु भने तिमी लुकेर नबस, अब यहाँ कन्ट्याक्टमा आऊ। यो छोरी छ हाम्रो, तिम्रो र मेरो छोरी छ। यसको लागि तिमीले जे जति अधिकार पाउँछौ छोरीले, बाउले गर्नुपर्ने हक अधिकार तिमीले दिनुपर्छ। अनि मलाई के भनेर लगेको थियौ, कसो भनेर ब्ल्याकमेल गर्दै लगेको थियौ, मेरो अधिकार मैले के कति पाउँछु त्यो पनि तिमीले दिनुपर्छ। अन्तिम कुरा तपाईँ? हजुर त्यही स्पष्ट कुरा हैन? हजुर प्रष्ट, म लुकाउँदिन। मैले भन्नु पर्दा चाहिँ म त्यो भन्छु। 1 महिनासम्म हरिराख्दाखेरि अनि उषा लिम्बूसँग त्यहाँ काठमाडौँ रोमान्स गरिराख्दा, टिकटक बनाइराख्दाखेरि त मन तपाईँको भक्कानिन्छ होला साँझ साँझ? मलाई कहिले कहिले चाहिँ उयो के अरे चित्त त दुख्छ, तर धेरै रिस उठ्छ के, किनभने अब हजुर हजुर आँखा चिम्लेर विश्वास गरेको मान्छेले चाहिँ आफ्नो फ्यामिलीलाई बिर्सेर अब अरूतिर जान्छ भने कसलाई हाँस उठ्छ होइन दाइ? रिस उठ्छ नि त, मान्छेको मन हो, किन रिस उठ्दैन? रिस उठ्छ। कन्ट्याक्ट नम्बरहरू तपाईँलाई अरू सोसियल मिडिया फेसबुकहरूमा पनि ब्लक गर्यो यो अरेन्द्र कुमार राईले? फेसबुकमा त मलाई खासै उसले पहिला उसको थियो, अनि झगडा भयो होइन? झगडा भए अनुसार मैले केही दिनको लागि मैले ब्लक गरेकै हो दाइ, उसलाई गरेको ब्लक गरेँ। अनि फेरि पछाडिबाट उसलाई अन पनि गरेँ, ब्लक अन गरेँ। त्यो आइडी फेरि चलाउनै छोड्यो क्या, मैले खोलिदिएकै आइडी हो, त्यो आइडी चलाउनु छोड्यो। अनि अर्को आइडी चलाउँथेछ। अहिले मसँग फेसबुकमा पनि थिएन दाइ। अरू अहिले यो जुन उषा लिम्बू छ नि, उषा लिम्बूको फोटो राखेर चाहिँ उसले फेसबुक खोलेको रहेछ। हजुर हजुर छ त, त्यो मसँगै छ। त्यो फेसबुक आइडीमा उनीहरूको फोटोहरू अपलोड गरेछ कि छैन दुईजनाको? प्रोफाइल लक छ, ठ्याक्कै उषाको पछाडि राखेको छ। अनि उषाकै छ दुईटै फोटो, कभर फोटो अनि प्रोफाइल फोटो पनि उषाकै राखेको छ। कसको लाग्छ टिकटकमा? अहिले भर्खरै ठ्याक्कै काठमाडौँ आइकन भेट भएछ, दुईजना बसेर खिचेको रहेछ, त्यो लगाएको छ टिकटकमा चाहिँ। बनाएको छ, हजुर हिँडेर म्युजिकमा छ, नाचेर बसेर त्यस्तै छ दाइ। उषालाई चाहिँ म के सल्लाह दिन्छु भने, उषा तिमीलाई म धेरै के अरे मैले पहिला जानकारी गराएको पनि उषा तिमीलाई होइन, तर तिमीले मेरो विश्वास गरेनौ। तिमीलाई पनि म दोष दिन्न, किनभने मेरो श्रीमानले तिमीलाई के भनेर फसाएको छ। जस मलाई जस्तै भनेको हुनसक्छ होइन, अब मेरो कोही छैन, मेरो परिवारबाट म हेला हो भनेर भनेको छ भने छुट्टै कुरा हो। र तिमीलाई पनि मैले जानकारी गराएकै उषा, तिमीले जान्न चाहेनौ मैले भन्दै अब तिमी किन अब त्यस्तो भइरहेछौ? तिमीलाई अब आऊ, तिमी पनि मिडियामा आऊ, बोल्नुपर्छ तिमीले पनि होइन? मिडिया फेस गर्नुपर्छ। हजुर मिडियामा अब आऊ, बोल्नुपर्छ। तिमीलाई के भनेर मेरो श्रीमानले त्यसरी उयो गरिरहेछौ त्यो पनि तिमीले क्लियर गर्नुपर्छ उषा। तपाईँले चाहिँ ऊ पनि हाल्न सक्नुभयो, अब प्रमाणहरू, विवाह गरेको प्रमाणहरू, सँगै बसेको फोटो खिचेको प्रमाणहरू भेटेपछि त यो हुन्छ नि बहुमुद्दाको। हजुर हजुर पनि हाल्न सक्नुहुन्छ होइन? कानुनी रूपमा उहाँलाई चाहिँ कारबाहीको लागि। अनि अर्को कुरा मलाई भन्नै मन लागेको कुरा के भन्ने नि दाइ, म अलिकति थोरै भए पनि भन्छु होइन? टिकटकमा हाम्रो डिस्कस भयो है,
मौसम र मेरो अनि मौसमले मैले केही उयो जानकारीको रूपमा मैले मेरो टिकटकमा बनाएँ होइन दाइ। अनि उसले चाहिँ त्यो उषा लिम्बूले चाहिँ जुन अहिले छ नि उसँगै भएको उषा लिम्बूले चाहिँ अब भड्किन्छ भनेर होला उसलाई चाहिँ विश्वास गरोस् भनेर मलाई केसम्म पनि लेखेर पोस्ट गरेको छ भने नि दाइ टिकटकमा तँको म चिन्दिनँ होइन मलाई नै होइन उसको श्रीमती म हो नि त। हजुर हजुर तँको म चिन्दिनँ होइन मेरो फोटोहरू फेसबुकबाट अनि टिकटकबाट तानेर भिडियो बनाउने तँलाई कुनै अधिकार छैन त्यसो भनेको छ उसले होइन। अनि तेरो छोरी पनि रहेछ भन्दै विभिन्न धेरै नहुने लान्छना लगाएको छ के दाइ उसले त्यसो गरिरहेको। अरेन्द्र कुमार राईले तपाईलाई भनेपछि 3 महिनासम्म तपाईहरु सँगै बस्नु भयो 79 सालमा। त्यसपछि नानी गर्भमा बस्यो। गर्भमा हुँदै चाहिँ तपाईलाई 2 जीवको बनाएर उनी चाहिँ छोडेर गयो। विदेश जान्छु भनेर हिँडेको हो नि त। नर्वे जान्छु भनेर। हजुर अन्तिममा दुबई गएछ हैन? हजुर दुबई पुगेछ अनि दुबईमा पुगेर चाहिँ मलाई यही छोड्यो मलाई फसायो त्यस्तै भन्यो के दाइ। अनि म पछिबाट चाहिँ नर्वे जान्छु भनेर भन्यो। अनि मैले उसलाई यहाँबाट जाँदाखेरि पनि राम्रो सल्लाह दिएको के एकदम राम्रो सल्लाह दिएको। कसरी दिए भने नि दाइ सल्लाह भनेको यहाँदेखि जाऊ पैसा त अब लागिहाल्छ होइन मलाई तिमीले बिरामी हुने खर्च तिमी राख अनि पहिला यहाँको ऋण तिर अनि ऋण तिरिसके पछाडि तिमी नर्वे जान्छौ भने पनि जाऊ न त अनि त्यहाँदेखि मात्रै प्रोसेस गर तर यो गाउँको जति पनि मैले ऋण काटेर पठाएको छु त्यो ऋण चाहिँ तिरिसकुमै बुढा भनेर मैले त्यत्रो धेरै सम्झाएर पठाएको दाइ के। सम्झाएर पठाउँदा के भन्नुभयो अरेन्द्र? ल हुन्छ भन्ने के दाइ ल हुन्छ भन्ने तर पटक्कै नगर्ने रहेछ के अहिले आएर यस्तो ससुरालीमा माइतीहरु दिदीहरु आफ्नाभन्दा सबै चिनजान गरेर गए कि कसरी गयो? चिनेको हो सबैलाई चिनेर गयो। हजुर गाउँभरि थाहा छ बस आएर गराउनु भयो। हजुर बसेको थाहा छ खाएको थाहा छ अब सबै थाहा छ। सँगै बसेर फोटो खिचेको सँगै बसेको सँगै खाएको 3 महिनासम्म सँगै हिँडेको। हजुर यहाँको एउटा तपाईहरुको गएको अनि त्यो बच्चा बसिकन पनि क्लिनिकमा गएको डाक्टरकोमा गएको चेकअप पनि गराएको बुढाबुढीले नै गराएको। चेकअप गराउँदाखेरि चाहिँ ल नानी पनि बसेर छ त बच्चा नानी बसेको रहेछ तपाईहरुलाई भनेर डाक्टरले भन्नुभयो पोजिटिभै आयो त्यो प्रेग्नेन्सी टेस्ट गर्दा। हजुर त्यो उयो भयो अनि त्यहाँदेखि त्यसरी डाक्टरले पनि राख्नु भन्नुभयो होइन अनि हजुर हजुर गर्नुभयो भन्नुभयो अनि त्यति बेला त उता खुसी भएर भनेको थियो क्या डाक्टरलाई म चाहिँ खुसी छु भन्दै भनेको थियो। अब उसले त त्यो सबै बिर्स्यो होला नि त अहिले त होइन अहिले आएर त उसले त बिर्स्यो तैँले उल्टै हजुर उल्टै पो त्यस्तो गरिरहेछ त। चाहिँ मनिषा बहिनी अब हामीले सकेको सहयोग गरौँला। तपाईको श्रीमान सम्पर्कमा लगभग आइहाल्नुहुन्छ अघिल्लो भिडियो बढ्दै तपाईहरुको सम्पर्क सम्भवतः भयो होला। श्रीमानलाई पनि बोलाउनु होला माइती घर हामी पनि आउँछौँ छलफल गरौँ होइन एउटा प्रमाण बनाऊ नानीको चाहिँ जन्म दर्ता बनाऊ तपाईलाई अधिकार दिने एउटा विवाह दर्ता गराइदिउँ। वीरबहादुर राईको चाहिँ छोरा रहेछन् 5 तहको लिम्बा गाविस वडा नम्बर 2 को साबिक हाल मिक्लाजुङ गाउँपालिका वडा नम्बर 6 का चाहिँ अरेन्द्र कुमार राई रहेछन्। मौसम माङपाङ राई वीरबहादुर माङपाङ राईको छोरा अरेन्द्र कुमार माङपाङ राई रहेछन् र उहाँसँग हामी भेटघाट गराइन्छौँ छलफल पनि गरौँ। तपाईँको गाउँघरमा हामी पनि आउँछौँ। उहाँ आएपछि उहाँ आउनु भएन भने उहाँको मिक्लाजुङ गाउँपालिका वडा नम्बर 6 मा पनि हामी 5 तर्छौँ है। त्यहाँका जनप्रतिनिधि त्यहाँको स्थानीय सरकार त्यहाँका चाहिँ प्रहरी प्रशासन हुन्छन् के हुन्छन् त्यहाँका बुद्धिजीवी स्थानीय चाहिँ बुद्धिजीवीहरू पनि हुन्छन्। धेरै राम्रो मान्छेहरू छन् मिक्लाजुङ गाउँपालिका वडा नम्बर 6 5 तोरमा पनि त्यहाँ गएर पनि कुरा गरौँ। तपाईँले न्याय पाउनुपर्छ मनिषा म चाहिँ त्यही भन्छु दाइ है। अन्तिममा कुरा त्यही छ ल नरिबस्नु होला धेरै मन